टिकटक भिडियो हेरेपछि चाहिँ मेरो रियाक्सन यस्तो थियो। कौन है ये लोग? कहाँ से आते हैं ये? अब यसको कमेन्ट्सहरू पढौँ है त। बेला बेलामा मालिक आउँछ होला नि घाँस र पराल हाल्दिन। अनि भित्र बाहिर गर्न ढोका छ कि त्यही झ्यालबाटै गर्ने हो। इन्टरेस्टेड बेड आफै किन्नु पर्ने हो कि त्यही बस्ने भूतहरूले सेयर गर्छन्? 9,000 तपाईँले दिने कि मैले? पक्कै नि यो घरमा पहिला गाई बस्थ्यो होला। बाथरुम त ठिकै छ, रुमको फोटो पनि हेरौँ न। भयो बरु रोडमै सुत्छु। सुतेपछि भोलि बिहान उठिन्छ नि। पूर्वले सोचिरहेको थिएँ कतिवटा अटाउँछ होला। पब्लिक टोयलेट बनाउनको लागि अभाइलेबल छ यो रुम। यस्तै भिडियो हेरेर हाँस्नका लागि हामीलाई फलो गर्नु नभुल्नु होला।